महेशजीले स्टार प्रश्न हल गर्ने तरिका सिकाउनु भएको छ। यसको मुख्य बुँदाहरू तल नेपालीमा सरल रूपमा दिइएको छ। प्रश्नको संरचना। वाक्य किनो कात्ता ओकाशिवा ड्याश 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 देस्ता। हिजो किनेको मिठाई ड्याश 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 थियो। विकल्पहरू इरो रङ, नाउन, किरेई सफा वा सुन्दर, ना एड्जेक्टिभ, गा पार्टिकल, मारुकुते गोलो भएर, ई एड्जेक्टिभ मारुई को ते फर्म। हल गर्ने तरिका र नियम। महेशजीले यहाँ दुईवटा महत्त्वपूर्ण नियमहरू सिकाउनु भएको छ। 1. दुईवटा विशेषण एड्जेक्टिभ्स जोड्ने नियम। यदि दुईवटा विशेषणहरू सँगै आउँछन् र पहिलो विशेषण ई एड्जेक्टिभ हो भने त्यसको ईलाई हटाएर कुते थपिन्छ। यहाँ मारुई गोलो एउटा ई एड्जेक्टिभ हो, त्यसैले यो मारुकुते भएको छ। यसको पछाडि अर्को विशेषण किरेई आउँछ, त्यसैले क्रम यस्तो हुन्छ मारुकुते प्लस किरेई। 2. नाम र विशेषण बीचको सम्बन्ध। जापानी व्याकरणमा नाम र विशेषणको बीचमा प्राय गा पार्टिकलको प्रयोग गरिन्छ। यहाँ इरो रङ एउटा नाम हो, त्यसैले इरो र मारुकुतेको बीचमा गा बस्छ। क्रम यस्तो हुन्छ इरो प्लस गा प्लस मारुकुते। सही उत्तर र पूर्ण वाक्य। सबै टुक्राहरूलाई जोड्दा सही क्रम यसरी बन्छ इरो 1, गा 3, मारुकुते 4, किरेई 2। पूर्ण वाक्य किनो कात्ता ओकाशिवा इरोगा मारुकुते किरेई देस्ता। नेपाली अर्थ हिजो किनेको मिठाईको रङ गोलो र सुन्दर थियो।